जय श्री राधे, जय श्री कृष्ण, जय माता दी। म यस्तो कश्यप पाण्डे। भगवानको असीम कृपा तपाईँ अनि तपाईँको परिवारमा बनिरहोस्, यही नै शुभकामना। आदरणीय महानुभावहरू, म तपाईहरूलाई आज एउटा कुरामा बिन्ती बिसाउँदैछु। मेरो कुरालाई गहिरेर चिन्तन गर्नुहोस्, मनन गर्नुहोस्, आफ्नो छातीमा हात राखेर एकचोटि सोच्नुहोस्। यो देश दिनदिनै अब दलदलतिर गइरहेको अवस्था छ। यसैलाई मध्यनजर राखेर यो मुलुकमा संवैधानिक जो संविधानभित्र रहेर राज संस्थाको अपरिहार्य महसुस गरिन थालिएको छ। यसै सिलसिलामा 77वटा जिल्लामा राज संस्था पुनःस्थापनाको लागि, तर यो राज संस्था त्यो राजतन्त्र होइन, संविधानभित्र रहेर प्रजातन्त्रभित्रै रहेर राज संस्थालाई पुनर्स्थापना गर्नुपर्छ भन्ने महसुस खड्किएको कारणले गर्दा अहिले स्वदेशमा अनि विदेशबाट समेत राज संस्थाको पक्षमा राजालाई पुनः स्थान दिनुपर्छ, संविधानभित्र राखेर भए पनि राज संस्था यो मुलुकमा आवश्यक छ भन्ने हिसाब किताबले अहिले तपाईँ हाम्रो हस्ताक्षर सङ्कलन गरिँदैछ। छातीमा हात राखेर एकचोटि आफूलाई सोध्नुहोस्, अभिभावक बिनाको यो मुलुक अत्यन्तै पीडादायी हुनेछ। यो 15-20 वर्षको अवस्थामा तपाईँले देखिसक्नुभयो देशको अवस्था, र अब आउने पिँढीले झनै दर्दनाक अवस्था भोग्नुपर्ने हुन्छ। देश नै रहला या नरहला भन्ने स्थितिमा पुगिसकेको अवस्था छ। तसर्थ तपाईँ हाम्रो सन्तानलाई सुरक्षित राख्नको लागि, यो भूमिलाई सुरक्षित राख्नको लागि श्री 5 बहडा महाराज धीराज पृथ्वीनारायण शाहले यो देशलाई एकीकरण गरेर संसारभरि नेपाल र नेपाली भनेर चिनाउनु भयो। त्यसरी नै उहाँको वंशद्वारा यो देशलाई पुनः एउटा शान्तिपूर्ण तरिकाले, सद्भावपूर्ण तरिकाले र नेपाली जनताको समुन्नत खुसीको लागि राज संस्थालाई फेरि पनि स्थान दिनुपर्छ भन्ने हैसियतले धेरै व्यक्तित्वहरू, कङ्ग्रेसमै पनि धेरै व्यक्तित्व हुनुहुन्छ, एमालेमा हुनुहुन्छ, तपाईँको अब रासोपामै पनि हुनुहुन्छ। मैले रासोपामा भोट हाल्न आह्वान गरेका थिएँ अगाडि, मैले आफैले रासोपामा भोट हालेको व्यक्ति हुँ। तथापि अबको अवस्था राजा बिना न तपाईँ रहन्छौँ, न हाम्रो सन्तान रहन्छ, न यो